हजुरलाई अनि अर्को पनि एउटा राख्नु न चिनो यो चाहिँ जापानको है धेरै धेरै धन्यवाद मोबाइल हराएर त नभयो साथीहरू हेलो सर हजुर हजुर सर म आइपुगेको थिएँ बिपी चोक हजुर कता हुनुहुन्छ र अगाडि कसरी झार्नु त खासमा फोन गरे गाडीको मान्छेलाई फोन गरेर यहाँ राखेको थियो खसिएछ कि सर त्यो भएन तर धन्यवाद सर नसोचेको हुन्छ कि मेरै हो यहाँ अलिकति खसेर होला सायद सर अब हजुरकै हो कि होइन कन्फर्म गरेर दिन्छु हजुर थ्याङ्क यू सर धन्यवाद अब के गरौँ त सर हजुरलाई भन्नुहोस् अब ल तपाईँको विचार म केही भन्दिनँ भेटाउनु भएको चाहिँ हजुरले एकजना दिदीले बोल्नु भएको थियो क्या मेरो मिसेस हो हामीसँगै आउँदा आउँदै ए दाइ अब धेरै धेरै धन्यवाद हजुरलाई हजुर अनि खासमा गाउँ चाहिँ हामी कुन ठाउँमा ओखलढुङ्गा सर यतै बस्नुहुन्छ हजुर बसाइ यता अलि माथि हो ए म त पछि त फेरि फोन स्विच अफ भयो अनि त्यसपछि त उतापट्टि तपाईँको भेटाइदिनु भयो उहाँलाई म चाहिँ यति गर्छु यति लिनुहोस् दाइ धेरै धेरै धन्यवाद है हजुरलाई अनि अर्को पनि एउटा राख्नु न चिनो यो चाहिँ जापानको है दाइ धेरै धेरै धन्यवाद दाइ कस्तो खुसी लाग्यो अघि खासमा मोबाइल एकछिन स्विच अफ हुँदा चाहिँ अनि ए त्यही होइन ठिक छ दाइ ए हजुर हजुर भन्नु त भएको थियो म बिजी छु एकछिन भाइ भन्नु भएको थियो भन्न त उहाँले दिदी हस् दाइ धेरै धेरै धन्यवाद दाइ हस् हुन्छ दाइ हस् हजुर दाइ मोबाइल चाहिँ भेट्यो साथीहरू आनन्द लाग्यो बल्ल राम्रो मान्छेले भेटाउनु भएको रहेछ खुसी लाग्यो एकदमै तर हाम्रो सामान चाहिँ छुट्यो क्या बसमा हाल्ने सामान के गर्नु यस्तै छ जस ब्याड लक पनि हो लक्की पनि हो हुन चाहिँ तर के गर्ने यस्तै छ साथीहरू लक्की रहेछ म जस हुन चाहिँ हराएको मोबाइल पनि भेट्यो यार उहाँ दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद देख्न त पाएन उहाँलाई त उहाँको हस्बेन्ड राम्रो हुनुहुँदो रहेछ धेरै धेरै धन्यवाद है यदि हजुरहरूले मेरो टिकटक अथवा युट्युबमा फेसबुकमा देख्नुभयो भने हजुरलाई एकदमै धेरै 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 धन्यवाद